Hi everyone, welcome to my YouTube channel again. आज फेरि मैले सब्जेक्ट भर्ब एग्रीमेन्टको अनदर एपिसोड लिएर आइसकेको छु जहाँ चाहिँ हामीले 2-3 वटा एपिसोड्सहरुको बारेमा डिस्कस गरिसक्यौं हैन। आज चाहिँ हामी यो वाला कलेक्टिभ नाउन्स है, कलेक्टिभ नाउन्स एकदमै गाह्रो मान्नुहुन्छ साथीहरुले, स्टुडेन्टहरुले भन्नुहुन्छ कुन बेलामा चाहिँ एज अ ग्रुप परफर्म भइराछ हैन, एज अ युनिट सिंगल युनिट चाहिँ परफर्म भइराछ, कस्तो बेलामा चाहिँ इन्डिभिजुअल एक्ट भइराछ नि एकदमै कन्फ्युजन हुन्छ म्याम, प्लिज त्यसमा पनि भिडियो बनाइदिनुस् न भनेर रिक्वेस्ट आएको भएर चाहिँ आज मैले यो कलेक्टिभ नाउन्सहरुलाई चाहिँ है सिंगुलर एन्ड प्लुरल युजेसमा चाहिँ मैले भिडियो बनाउन गइरहेको छु। डेफिनेटली एज अलवेज म चाहिँ विथ इक्जाम्पल्स चाहिँ तपाईहरुलाई बुझाउनलाई सहज लाग्छ। द्याट्स वाइ आज पनि म इक्जाम्पलकै थ्रुबाट हजुरलाई बुझाउँछु। फर इक्जाम्पल जस्तो द टिम भन्ने कुरा हुन्छ, द फ्यामिली हैन, अनि एकदमै कन्फ्युजिङ हुने भनेको कमिटी हैन, द कमिटी, द जुरी हैन, अनि द गभर्नमेन्ट, यस्तो हुन्छ नि। एउटा कलेक्टिभ नाउन्सहरु कस्तो बेलामा चाहिँ हामीले सिंगुलर युज गर्ने, कस्तो बेलामा चाहिँ प्लुरल हो भनेर युज गर्ने भन्ने कुरामा आजदेखि चाहिँ नो कन्फ्युजन है। सो मजाले हेर्नु होला। फ्यु इक्जाम्पल्सहरु म लेख्छु। द टिम इज है, फ्यु इक्जाम्पल्सहरु, द टिम इज विनिङ। ओके, another example एकदमै सजिलो, winning the match नै लेख्थ्यौ, अलिकति इजी हुन्छ। The match. Another example for you is the committee has made. Okay, another one is the committee has made a final decision. Let's say, hey, the committee has made the final decision. Okay. Okay. Orko cha. Next one is the jury has given its verdict. Okay. The jury has given its verdict. Hi, verdict. अर्को एउटा इक्जाम्पल दिन्छु जसले गर्दा एकदमै सजिलो हुन्छ। द गभर्नमेन्ट इज प्लानिङ न्यू रिफर्म्स है। द गभर्नमेन्ट इज प्लानिङ न्यू रिफर्म्स। ओके, अब यहाँ हेर्नुस् इक्जाम्पल्सबाट देखाउँछु। यो चाहिँ दिस इज ऑल द 4 एक्जाम्पल्स आर कम्स अन्डर सिंगुलर युजेस है। अब यो चाहिँ सिंगुलर युजेस, यो कलेक्टिभ नाउन्सलाई चाहिँ सिंगुलर युजेसमा कसरी लेख्ने भन्ने कुरामा। द टिम इज है, कमिटी हैज, सबै सिंगुलर हो। हैज कि आर हुन्थ्यो प्लुरल हुने भए, हैव हुन्थ्यो प्लुरल हुने भए, हैव हुन्थ्यो प्लुरल हुने भए, आर हुन्थ्यो प्लुरल हुने भए। ओके, तर यहाँनिर चाहिँ सिंगल एउटा एज अ ग्रुप भनौँ न है, एज अ ग्रुप चाहिँ ट्रिट भइराछ, नट द इन्डिभिजुअल ट्रिट भएको छैन। सो एज अ ग्रुप ट्रिट हुँदाखेरि चाहिँ तपाईहरुले के बुझ्नु पर्यो, यस्तो बेलामा सिंगुलर हो भनेर बुझ्नु पर्यो है। एज अ ग्रुप ट्रिट हुँदाखेरि चाहिँ किन के भइराछ, द टिम इज विनिङ द म्याच भनेको एउटा एज अ ग्रुपले जितेको हो त्यसमा, नट अ सिंगल इन्डिभिजुअल इज विनिङ द म्याच, एक्चुअली द होल टिम हैन, एउटा टिम, त्यही भएर यो चाहिँ सिंगुलर युज भयो। ओके, एन्ड देन द कमिटी हैज मेड द फाइनल डिसिजन है। कमिटीले चाहिँ एउटा फाइनल डिसिजन दियो, not only a single individual, not only the chairperson given the final decision, here the whole committee है, सबै कमिटी मेम्बर भएर डिस्कसन गरेर एउटा डिसिजन लिएर अनि उनीहरुले डिसिजन दिइसक्यो। सो इट्स अलरेडी डन, डिसिजन भइसक्यो है। सो त्यही भएर चाहिँ यो चाहिँ एज अ ग्रुपले दिएको डिसिजन हो। द्याट्स व्हाइ दिस इज सिंगुलर। अब यो द जुरी गिभन इट्स भर्डिक्ट, उनीहरुले पनि आफ्नो फैसला दिइसक्यो
होइन दे आर नट डिस्कसिङ एक्चुली दे हेभ डिस्कस्ड होइन उनीहरूले डिस्कस गरेर एउटा एउटा पोइन्टमा पुगेर एउटा वर्डिक्ट नै दिइसक्यो है त्यही भएर एज अ ग्रुप एज अ सिङ्गल एज अ ग्रुप नै भयो सिङ्गुलर तरिकाले युज भयो सो द गभर्मेन्ट इज प्लानिङ न्यू रिफर्म्स भनेको उनीहरूले द गभर्मेन्टभित्र भएको सबै मेम्बर्सहरू मिलेर चाहिँ एउटा प्लानिङ रिफर्म्स गर्न खोजिरहेछ एन्ड all of the members are agree हैन त्यही भएर चाहिँ यो सबैजना खुसी भएर नै प्लानिङ गरिरहेछ रिफर्मको दे आर नट आर्ग्युइङ एक्चुअली इच अदर है एक अर्कासँग आर्ग्यु गरेको भनेर छैन यसमा चाहिँ उनीहरू एउटा प्लानिङ गरिरहेछ नयाँ रिफर्म्स ल्याउनको लागि भनेर भयो हो यस्तो युजेसमा चाहिँ हामीले इफ द कलेक्टिभ नाउन्स चाहिँ सिङ्गुलर है एज अ ग्रुप चाहिँ रिप्रेजेन्ट गरिरहेछ भने त्यस्तो बेलामा हामीले सिङ्गुलर वर्ब युज गर्नुपर्ने हुन्छ त्यो सब्जेक्टलाई सिङ्गुलर सब्जेक्ट भनेर सोच्नुपर्ने हुन्छ तर द सेम ग्रुपले अलिकति डिफ्रेन्ट तरिकाले एक्ट गरिरहेछ भने चाहिँ फेरि हामीले त्यस्तो बेलामा प्लुरल चाहिँ युज गर्नुपर्ने हुन्छ लेट मी गिभ यु द इक्जाम्पल्स है सेम सब्जेक्टहरूको चाहिँ म इक्जाम्पल दिन्छु जसले गर्दा तपाईँलाई एकदमै इजी हुनेवाला छ बुझ्नको लागि ओके सो मैले यिनीहरूलाई चाहिँ अब चाहिँ प्लुरल युज ओके अहिले भर्खरै हामीले चाहिँ सिङ्गुलर युजलाई हेऱ्यौँ अब यसको प्लुरल युज हजुरहरूले सबैजनाले हेर्ने बित्तिकै एकदमै इजी लाग्नेवाला छ है अब यसको प्लुरल युजमा ओके अब चाहिँ प्लुरल युज है सो प्लुरल युजमा अगाडिसम्ममा द टिम भनेको थिएँ हो द टिम के लेख्छु म द टिम आर आर्ग्युइङ अमङ देमसेल्भ्स है द टिम आर आर्ग्युइङ आइएनजी अमङ देमसेल्भ्स हो है जस्ट मलाई चाहिँ एउटा इक्जाम्पल सरस्वती लेख्न दिनुहोस् अनि त्यसपछि आई विल टक अबाउट इट ओके अर्को थियो द कमिटी committee are divided in their opinions okay opinions and then अर्को example थियो अघि नै the jury I guess right the jury को अर्को एज अ इन्डिभिजुअल रूपमा गर्दाखेरि चाहिँ कस्तो हुन्छ नि द जुरी आर डिसएग्रीइङ विथ वान अनदर है आर डिसएग्रीइङ विथ वान अनदर इक्जाम्पलको लागि अब है वान अनदर okay and the last one is the government okay so the government right the government are debating okay so we already have an example for it but still help huncha hai tapaihरुलाई बुझ्नको लागि among themselves एकदम इन्डिभिजुअल एक्ट गरिरहेछ कि ग्रुप एक्ट गरिरहेछ भन्ने कुरा बुझ्नको लागि चाहिँ यो इक्जाम्पल इज भेरी इम्पोर्टेन्ट है सो तपाईँहरूले हेर्नुहोस् अब यसमा द टिम अघि इज थियो आर भयो यहाँ हो द कमिटी आर गभर्मेन्ट आर अब कस्तो बेलामा अब कसरी अब तपाईँहरूले बुझ्न सक्नुहुन्छ अबदेखि चाहिँ ए यहाँ चाहिँ इन्डिभिजुअली सब्जेक्ट चाहिँ इन्डिभिजुअल एक्ट गरेको बेसिसमा आइरहेछ कि एज अ ग्रुप एक्ट गरेको बेसिसमा आइरहेछ भन्ने कुरा चाहिँ पुरै सेन्टेन्सले नै रिप्रेजेन्ट गर्ने हो सो यहाँनिर द टिम आर आर्ग्युइङ अमङ देमसेल्फ एक अर्कामा चाहिँ उनीहरू आर्ग्यु गरिरहेछ भने चाहिँ इन्डिभिजुअल चाहिँ आर्ग्यु गरिरहेछ उनीहरूले त्यहाँनिर चाहिँ इन्डिभिजुअली एक्ट गरिरहेछ भन्ने खालको सेन्स आयो द्याट्स वाइ यसमा चाहिँ हामीले टिममा आर लेख्नु पर्यो प्लुरल इन्डिभिजुअल धेरैजना मान्छेहरू चाहिँ आर्ग्यु गरिरहेछ भन्ने खालको सेन्स आयो द्याट्स वाइ आर यहाँ पनि द कमिटी आर डिभाइडेड इन देयर ओपिनियन्स होइन उनीहरू चाहिँ आफ्नो ओपिनियन्समा डिभाइड भयो अरे उनीहरूले चाहिँ एउटा डिसिजन दिएको छैन
हैन तर उनीहरु चाहिँ ओपिनियन्समा चाहिँ एउटाले एउटा खालको ओपिनियन भनिरहेछ अर्कोले अर्को खालको ओपिनियन भनिरहेछ सो डेफिनेटली त्यहाँ चाहिँ इन्डिभिजुअली एक्ट भइरहेछ नट अ ग्रुप हुनको लागि चाहिँ उनीहरुले एउटा डिसिजन दिनु पर्यो है सबैजना मिलेर चाहिँ एउटा डिसिजन दियो भने चाहिँ द्याट इज अ ग्रुप टास्क हैन द्याट इज कम्प्लिटेड तर यहाँनिर चाहिँ उनीहरु आफ्नो ओपिनियनमा नै डिभाइड भइरहेछ भन्ने कुरा छ द्याट्स वाइ यसले पनि इन्डिभिजुअल एक्ट गरेको देखायो The jury as disagreeing with one another. अब जुरीहरुमा पनि अघि भर्डिक्ट सुनाए भन्यो नि त्यो चाहिँ उनीहरुले एज अ ग्रुप सुनाएको सबैजनाको सहमतिमा सुनाइसक्यो सो एज अ ग्रुप त्यहाँ चाहिँ प्रेजेन्ट भयो आइडिया तर यहाँनिर चाहिँ के भइरहेछ डिसअग्री भइरहेछ एकअर्काको ओपिनियनमा किन हुन्छ यस्तो नाइ म त मान्दिनँ यो कुरामा म त यो कुरामा तिमीसँग आम नट अग्री विथ यु भनेर उनीहरु बीचमा चाहिँ डिस्कसन भइरहेछ स्टिल द्याट्स वाइ यहाँ चाहिँ इन्डिभिजुअल एक्ट भइरहेछ एन्ड वी हेभ टु राइट प्लुरल इफ द इन्डिभिजुअली एक्ट गरिरहेछ त्यो ग्रुपमा कलेक्टिभ नाउनहरु चाहिँ एक आपसमा चाहिँ एउटा डिसिजनमा पुगेको छैन कि उनीहरु चाहिँ प्रोसेसमा छ भने हामीले त्यस्तो बेलामा प्लुरल युजेस गर्नुपर्ने हुन्छ यहाँ पनि द गभर्नमेन्ट अघि चाहिँ द गभर्नमेन्ट आर प्लानिङ फर द न्यू रिफर्म्स भनेर थियो उनीहरु चाहिँ सबैजना अग्री भएर नयाँ रिफर्म ल्याउनको लागि उनीहरुले प्लान गरिरहेछ भन्ने थियो भने यहाँ चाहिँ डिबेटिङ अमङ देमसेल्फ उनीहरु चाहिँ त्यो फर इक्जाम्पल त्यही रिफर्म ल्याउनको लागि भनेर डिबेट गरेको जस्तो त्यहाँ चाहिँ इन्डिभिजुअली एक्ट भयो द्याट्स वाइ यो तरिकाले चाहिँ तपाईहरुले सेन्टेन्सलाई सेन्स गर्न सक्नुभयो भने चाहिँ डेफिनेटली कुन कलेक्टिभ नाउन चाहिँ एज अ ग्रुप सिंगुलर युज भइरहेछ अर कुन कलेक्टिभ नाउन चाहिँ इन्डिभिजुअल एक्ट गरिरहेछ त्यस्तोमा चाहिँ प्लुरल युज हुन्छ भनेर मजाले बुझ्न सक्नुहुनेछ okay so for more videos please like subscribe and share with your friends जसले चाहिँ यो सबै ग्रामरमा स्ट्रगल गरिरहनु भएको छ उहाँहरुलाई तपाईहरुले मजाले शेयर गर्न सक्नुहुन्छ अनि इफ यु वान्ट टु जोइन माइ क्लास IELTS PTE Duolingo TOEFL हैन यस्तो क्लासेसहरु जोइन गर्न चाहनुहुन्छ भने प्लिज डु विजिट अस एट माइटिगर और तपाईले अनलाइनको बेसिसबाट पनि हामीसँग क्लास लिन सक्नुहुन्छ अनलाइनमा पनि हामीले यसरी नै और पहिला चाहिँ हामीले के गर्थ्यौं ल्यापटपबाट लाइक त्यो शेयर गरेर स्क्रिनहरु शेयर गरेर मात्र पढाउँथ्यौं रेकर्डेड भिडियोजहरु त डेफिनेटली पाउनु नै हुन्थ्यो अहिले चाहिँ हामीले म सुत्दै देखिने गरेर भनेको तपाईहरुले मलाई मजाले फिल गर्न सक्नुहुन्छ दो वी आर नट इन द सेम क्लासरुम्स एउटा हालको स्क्रिनको ब्यारियर त हुने भयो तैपनि म त्यही छु हुनेछु तपाईहरुसँगै है त्यसरी नै पढ्न सक्नुहुनेछ सो इफ यु वान्ट टु जोइन माइ क्लास प्लिज contact us.